यति धेरै मायाको लागि म सधैँ सबैमा आभारी रहनेछु। हामी सबैको प्यारी सुन्ता दिजु, वी लभ यु सुन्ता दिजु। ठोकिन्छ है, मै ठोकिन्छु फेरि। यति राम्रो भएर नि टोपी लाउनु परेछ अनि यहाँ चाहिँ चिटिक्क भएर अब कर्लीको त बाजा बजिसक्यो स्टिल हुन्छ होइन हिरो नि भएर चिटिक्क भएर मोज खान हिँडेछौँ मान्छेको। अहिले लिपस्टिक लाग्छ दाँतमा फेरि नि ओके चाउ राजा ए मलाई चस्छ इट्स सो लकी। बहुत धन्यवाद खानुहुन्छ पानी चम्केर। A few minutes later. हात डढ्छ है दिदी लाइटरले त उइसलाई चाहिन्छ। खासमा पहिलो सेटअप चाहिँ यहाँ भएको थियो निता दिजु र सुन्ता दिजुले यति धेरै मिहिनेत गरिसक्यो तर लाइट यहाँ नमिलेको भएर हामी चाहिँ अर्को ठाउँमा गयौँ। स्टार्टरमा चाहिँ हाम्रो सेल अचार छ। सेल मन नपर्ने त कोही पनि छैन होला संसारमा। सेल इज माई फेभरेट। म बाहेक सबै यति मेहनतले काम गर्दै हुन्छ। बिकिनी होइन जामा हो भन्नुपर्छ फेरि अनि हस्बेन्ड देख्छ रहेछ चाहिँ के र बस्या त ल दुईहरूले त भन्दैन। अचम्मको कुरा चाहिँ हामी विगत 10 वर्षदेखि विवाहित छौँ अनि इट्स आवर फर्स्ट बेबी। हामी साँच्चै नै हाम्रो पहिलो सन्तानको लागि एक्साइटेड छौँ र हाम्रो उत्साहमा साथ दिने हजुरहरू सबैलाई धेरै धेरै धन्यवाद र माया। थ्याङ्क यू फर एभ्रिथिङ। थ्याङ्क यू। ठिकै छ नतालिया चाहिँ खै हाम्रो लेडीहरू छोरी मलाई नि एउटा देऊ टाइनी लाग्यो हुन्छ नि बेबी सावर खै लाग्छ खै
ए भिडियो गीत पनि अहिले नै हेरौँ क्या एकले अर्कालाई हेर्नुस् भने गुड राजा चाहिँ बेबीको सानो सानो लुगाहरू यति सरप्राइज भइसक्यो थ्याङ्क यू फेरि पनि धन्यवाद